अरूलाई भने सधैँ गलत, आफू भने सधैँ सही भन्ने मान्छेहरूले पनि एकपल्ट आफूलाई मजाले निहालेर हेर्न चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई। किनभने आफूले के कस्तो किसिमको व्यवहार गरिराखेको छु, कस्तो बोली वचन बोलिराखेको छु, म कस्तो छु र मैले कस्तो कामहरू गरिरहेको छु अथवा आउने दिनहरूमा गर्नेछु, म के आफ्नै नजरमा सही छु कि गल्ती छु कि गलत काम गर्दैछु भन्ने आफूलाई पनि निहालेर एकखेप हेर्नुपर्छ जस्तो लाग्छ। अरूको गल्तीलाई कोट्याइ हेर्नेहरूले पनि आफ्ना लुकेका कमी कमजोरीहरूलाई पनि निहाल्न जरुरी छ जस्तो लाग्छ। अरूलाई गलत बनाएर गल्ती कोट्याएर समय बर्बाद गर्नुभन्दा आफ्नो गल्तीबाट सुधारेर के कहाँ सुधार्न सकिन्छ, के राम्रो गर्न सकिन्छ, मैले कहाँ गल्ती गरेँ त्यो गरेर समयको सदुपयोग गर्न भने आफैलाई नै राम्रो हुनेछ। के भन्नुहुन्छ भन्नु छ तपाईहरु? मान्छेहरूले अरूको गल्तीलाई चाहिँ धेरै देख्छन् अनि आफ्नो गल्ती चाहिँ छैन जस्तो गर्छन् हैन। सबै मिल्छन्, कुरा गर्छन् अनि दोष जति भने सबै एउटालाई लगाइदिएका हुन्छन्।